नमस्ते साथीहरु मैले चाहिँ आज थुप्रै भिडियो बनाएको छ हैन त्यो भिडियो मध्ये एउटा चाहिँ यो मेरो इन्ट्रो हो गाइस हैन तपाईहरुलाई कस्तो लाग्छ जे लाग्छ त्यस्तै प्रतिक्रिया दिनु होला अगाडि भिडियो चाहिँ मैले ढिला नगरी सुरु गर्छु तपाईहरुले त्यो भिडियोमा चाहिँ आफ्नो प्रतिक्रिया दिनु होला है त ठ्याक्क अब हामी यहाँबाट तल जान्छौं ततिर सिधा गएपछि हाम्रो चाहिँ ठ्याक्क पर एकजना साथी भन्दा पनि गिटारवालाले गीत गाइरहेको हुन्छ सो हामीले अब पैसा सपोर्ट गर्ने कुरो त हुँदैन किनभने हामीसँग पैसा थिएन साथीभाइहरु अगाडि अगाडि जाँदैछन् त्यहाँबाट राम्रो राम्रो मैचाङ गर्ने आउँदै थिए तर अब यो मलेसिया ठाउँमा हामीले अब चलाउन त मिल्दैन यहाँ त केही बोल्नै मिल्दैन फेरि त्यो अनुसारको हामीलाई कारबाही हुन्छ सो यसै गरी अलि तल 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 यसै गरी जाँदा चाहिँ राम्रो राम्रो फुलहरु पनि राम्रो सजाएर राखेको रहेछ अनि यता उता हेरेको अब यस्तो हुन्छ नि त अलि गाउँ एरियामा गइएको थियो सो गाउँ एरियामा चाहिँ नयाँ नयाँ यसो ब्लगिङ गरेर भिडियो यसो क्यामेरा समरा देख्दा पनि मान्छेहरुले कस्तो अर्कै नजरले हेर्दै रहेछ आमा अचम्म लाग्दो पाराले हेर्ने के तर सबैको हातमा क्यामेरा त थियो तर म अलि हामी विदेशी टाइपको के हेर्न न यो माथि माथि के अलि हाइटमा रहेछ के यो सो त्यो भएको नै अलि यो फेमस रहेछ के त्यहाँको सबैजनाहरु जानुहुँदो रहेछ हेरेको आमा भ्यू पनि लास्ट ए बबाल लास्ट अमेजिङ लाग्यो के सो त्यो भएको हुनाले यो भिडियो चाहिँ मैले मजाले क्याप्चर गर्न मन लागेको साथीहरु हिँड्दै थिए के गरिरहेको गोपाल भनेर सोध्दै थिए सो त्यही पनि मैले आफ्नै पारामा भिडियो बनाइरहेको थिएँ अनि यहाँनिर मैले यो डाँडाबाट चाहिँ यो पुरै पेनाङ मलेसिया पेनाङ चाहिँ देखिन्छ